धेरै वर्ष अघि सन् 1912 मा एउटा विशाल र अत्यन्तै विलासी जहाज बनाइएको थियो, टाइटानिक। मानिसहरू भन्थे यो जहाज कहिल्यै डुब्दैन। यसमा धनी र गरिब सबै वर्गका मानिसहरू नयाँ जीवनको सपना बोकेर अमेरिका जाँदै थिए। त्यही जहाजमा एक गरिब तर स्वतन्त्र सोच भएको कलाकार थियो, ज्याक। उसले आफ्नो टिकट जुवामा जितेको थियो। उसँग धेरै केही थिएन, तर उसँग सपना थियो। अर्कोतर्फ थिई रोज, एक धनी परिवारकी सुन्दरी युवती। बाहिरबाट सबै ठीक देखिन्थ्यो, तर भित्रभित्रै ऊ आफ्नो जीवनबाट थाकिसकेकी थिए। उसको आमाले उसलाई नियन्त्रण गर्थिन् र उसको विवाह जबरजस्ती क्याल नामको धनी तर घमण्डी मान्छेसँग गराउन खोजिएको थियो। एक रात निराश भएर रोज जहाजको किनारमा पुग्छे। उसले जीवन अन्त्य गर्ने सोच बनाउँछे। त्यही बेला ज्याकले उसलाई देख्छ। ऊ बिस्तारै उसको नजिक जान्छ र माया र शान्त स्वरमा उसलाई सम्झाउँछ, जिन्दगी अझै बाँकी छ भनेर। अन्ततः ज्याकले रोजको ज्यान बचाउँछ। त्यसपछि उनीहरू भेट्न थाल्छन्। ज्याकले रोजलाई नयाँ संसार देखाउँछ, जहाँ मानिसहरू हाँस्छन्, नाच्छन्, रमाउँछन्। तल्लो डेकमा भएको रमाइलो जीवनले रोजको मन बदलिन्छ। उसले पहिलो पटक साँचो खुसी महसुस गर्छे। बिस्तारै उनीहरूको मित्रता प्रेममा बदलिन्छ। तर यो प्रेम सजिलो थिएन। क्याल रिसाउँछ। रोजको आमाले उसलाई चेतावनी दिन्छन्, आफ्नो हैसियत सम्झ भनेर। तर रोजले आफ्नो मनको आवाज सुन्छे। एक दिन रोजले ज्याकलाई आफूलाई चित्र बनाउन भन्छे। त्यो क्षण उनीहरूको विश्वास र प्रेमको गहिरो प्रतीक बन्छ। तर त्यही रात सबै कुरा बदलिन्छ। टाइटानिक एउटा विशाल हिम पहाडसँग ठोकिन्छ। सुरुमा कसैले खतरा ठान्दैन, तर बिस्तारै सत्य बाहिर आउँछ। जहाज डुब्दै थियो। सबैतिर त्रास फैलिन्छ। महिला र बच्चाहरू पहिले भन्ने आदेश आउँछ। धनीहरू पहिले बाँच्न खोज्छन्, गरिबहरूलाई बन्द गरिन्छ। ज्याक र रोज अलग हुने अवस्थामा पुग्छन्। क्यालले झुटो आरोप लगाएर ज्याकलाई चोर भन्दै बन्द गराउँछ। तर रोज हार मान्दैन। ऊ फेरि जहाजभित्र जान्छे, ज्याकलाई खोज्छे र उसलाई बचाउँछे। अब जहाज टुक्रिन थाल्छ। पानी छिर्न थाल्छ। मानिसहरू चिच्याउँदै भाग्छन्। अन्ततः टाइटानिक दुई भागमा फुट्छ र समुद्रमा डुब्छ। चिसो पानीमा हजारौं मानिसहरू खस्छन्। ज्याकले एउटा काठको टुक्रा भेट्छ र रोजलाई त्यसमा चढाउँछ। तर त्यहाँ दुवै अट्ने ठाउँ हुँदैन। ज्याक चिसो पानीमै बस्छ। रोज रोइरहन्छे। ज्याक उसलाई अन्तिम पटक भन्छ, तिमी बाँच्नुपर्छ, लामो जीवन बाँच्नुपर्छ, कहिल्यै हार मान्नु हुँदैन भनेर। रोज वाचा गर्छे। बिस्तारै चिसोले ज्याकको शरीर कमजोर हुन्छ। उसको हात छुट्छ र ऊ समुद्रमा हराउँछ। रोज एक्लै बाँच्छे। पछि उसलाई उद्धार गरिन्छ। उसले आफ्नो वाचा पूरा गर्छे, पूरा जीवन बाँचेर। र टाइटानिक प्रेम, त्याग र दुःखको अमर कथा बन्छ।